मुगु जस्तो हाम्रो देशको विकट ठाउँको अझ विकट गाउँमा जन्मिएर अनि त्यहाँ सामान्य शिक्षा हासिल गरेर सामान्य परिवारमा हुर्केको मान्छेले काठमाडौँ देशकै राजधानीमा एउटा कुनै संस्थामा आबद्ध रहेर आफ्नै साधन किनेर हैन अनि सबै सवारीहरूलाई यो काठमाडौँको विभिन्न ठाउँमा पुर्याउने त्यस्तो सपना कतिले देख्छन् होला र कतिको पुरा हुन्छ होला। पुरा भएर त्यो ठाउँमा काम गरिरहेको मान्छेले आफ्नो विगत सम्झेर अथवा त्यो आफ्नो सानो बेलाको सम्झेर हैन म कस्तो अवस्थामा थिएँ, मेरो सपना के थियो, अथवा मैले यहाँसम्म आउनलाई कति चाहना कति इच्छा थियो मेरो, कति के दुःख कष्ट सहेर म यहाँसम्म आएर आज मैले सङ्घर्ष गर्दैछु हो। त्यो ठाउँमा आइपुगेपछि त्यसको सङ्घर्ष आफ्नै ठाउँमा छ र त्यो ठाउँमा आइपुग्नलाई मेरा अरू त्यहाँ मसरहको मान्छेले अझैसम्म आइपुगे छैनन् कि उनीहरूले सपना पनि देख्न सक्दैनन्। यो त नट पोसिबल भन्छ नि, त्यो सम्भव छैन, कसले सक्छ यार त्यत्रो सबै गर्न भनेर बस्नेहरू कति छन्। तर म त यो ठाउँमा छु नि, मैले गरिरहेको छु, यो यसको सङ्घर्ष चाहिँ बाट म हार्नु हुँदैन भनेर सोच्ने कि मैले कुरा गर्न खोजेको अस्ति त्यो जुन दुर्घटना भएर मृत्यु भयो नि त्यो भाइको, त्यसकै कुरा गर्न खोजेको। गणेश नेपालीको उनले सङ्घर्ष गर्दा गर्दै आफैलाई संसारबाट हराए कि एकदम दुःखद घटना थियो त्यो। हामी सबैको विगत हामीले फर्केर हामीले अहिलेको अवस्था हेऱ्यौँ भने यही हो हामी भन्ने जस्तो लाग्छ कि हामी यही हो। हामीले अझै धेरै हाम्रो चाहना छ हैन, हामी अझै धेरै पाउनुपर्छ। हामीले यो के हो यस्तो लाइफ, हामीले त अझै धेरै पाउनुपर्छ नि, हामीलाई त यो भएन, हामीले यो पाएनौँ, हामीले यो पाएको यो ठिक छैन, हामीलाई एकदम थोरै भयो हैन, हामीले त धेरै पाउनुपर्ने, धेरै हासिल गर्नुपर्ने हो भन्ने लाग्छ। तर विगतमा जुन योभन्दा अझै अगाडि अझै पछाडि जुन हामी हेर्छौँ नि, त्यो अवस्थाको मान्छे यहाँसम्म पुग्नु त धेरै ठुलो कुरा हो नि। हे भगवान्, सबै कुल पितृ भगवान् सबैको आशीर्वाद लागेको होइन त। हेर्नु त सबैले केही न केही त पाएको छ नि। त्यो हामी सँगैको मान्छेले नपाएको कुरा हामीले पाएको छौँ। हामीले जुन पाएको छौँ नि त्यो धेरैजनाको सपना हो, अझै पनि धेरैजनाको सपना छ। धेरैजनाको त्यस्तो हुनु पाए हुन्थ्यो भनेर एउटा रहर चाहिँ हामीले पुरा गरिराखेका छौँ कि भने हामी हार मानेर अनि अहिलेको अवस्था अहिलेको जुन सङ्घर्ष हामी यहाँ छौँ र त हाम्रो सङ्घर्ष छ हैन। यहाँ नहुनुलाई त छैन नि, अब यहाँ हुनु भएकोले यहाँको सङ्घर्ष। अनि यो सङ्घर्षसँग हार मानेर त के हामी फेरि पहिलाकै हुनु पर्यो, निस्किदिए। हामीसँग त्यति बेला केही पनि थिएन, हामीसँग सङ्घर्ष पनि छैन, हामी यो ठाउँमा यो पोजिसनमा छौँ, त्यो यसकै सङ्घर्ष। त्यो सङ्घर्षसँग हार मान्नु हुँदैन थियो हामीले कसैले पनि। हाम्रो यो पोजिसन यो मात्रै होइन, हामी धेरै पछाडिको पनि हामी हो र यो यहाँसम्म आउनु हाम्रो एकदमै धेरै विकासको चरण हो। यो विकासको चरणमा अझै विकास हुनलाई चाहिँ हामीले सङ्घर्ष गरिराखेका छौँ, त्यो चाहिँ जारी रहिरहन्छ भनेर चाहिँ बुझ्नुपर्ने रहेछ। त्यो घटनाले मलाई त्यही सिकायो।